अब ढेँडो पकाउन सुरु हाम्रो आज लोकल कुखुराको मासु र ढेँडो भन्दैछ नि त। हेलो साथीहरू, ल पकाउनु ढेँडो आज पनि ल वर्षमा एकचोटि पकाउनु ढेँडो ल। सुमन पर्छ ढेँडो लोकल कुखुराको मासु ढेँडो। यो हो हाम्रो नेसनल खाना भनेको। विदेशमा आएर पनि यस्तो खान मन लाग्ने हामीलाई खाएर चिज हो। हामी जहाँ गए पनि यस्तो याद आइरहने कहिले खाउँला र खाउँला भन्ने कतिपय साथीहरूले पुरेर बसिरहेको छ। हामीलाई हाम्रो पाउँदो रहेछ यहाँ चाहिँ। हामीलाई फुर्सद भएको बेलामा कहिलेकाहीँ ल्याएर खानु मौका मिलिरहेको छ। कतिजनालाई मनपर्ने चिजहरू है सबैजनालाई सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मिठो ढेँडो र मासु जस्तो मिठो छ त्यस्तै कमेन्ट गरिदिनु होला साथीहरू। हामी चाहिँ आज मुस्लिमहरूको चाहिँ रमजानको फाइनल दिन आज, जसलाई कि ईद पनि भनेको रहेछ। यस दिस इज अ नाइस यो पनि तरिका भाइ, यो पनि तरिका ल्याएछ ल। यस यो भनेको हाम्रो नेसनल डिस, नेपालको नेसनल डिस, राष्ट्रिय खाना ढेँडो। यो चाहिँ सुगरलेस चिजहरू हो। यो सुगर प्रेसर हुनेहरूलाई एकदम ठिक गर्छ। प्रशस्त एन्टिबायोटिक पाउँछ ढेँडोमा चाहिँ। र यसरी खाने मौका भेट्ने समय कहिले आउने हुन्छ। जे होस् विदेशमै भए पनि बेला मौकामा बनाएर खान पाइएको छ, मौका मिलेको छ। आगे के ल वाह यो पनि त लाइन दामी भयो ल। या भात के पकाउने एक गिलास चामल हाल, 2 गिलास पानी हाल, अनि पका भनेर त्यतिकै कुकासिनी लाउँथ्यो भात। ढेँडो त पनि जान्छ के पकाउनलाई। ढेँडो पाक्यो ल, चार चाहिँ बनाउनु थाहा भयो। सक्यो। यता लोकल कुखुराको मासु ल। गुन्द्रुक खानु दिने आइपुग्यो। वाउ ले हेर्नुहोस्, हामीसँग गुन्द्रुक र भटास पनि छ होइन। एक दिन फेरि खाने हो।
ल कोदोको ढेँडो लाउनु साथीहरू कतिजनालाई मनपर्छ लोकल कुखुराको मासुको ढेँडो वाओ जस्ट वाओ यसको याभन्दा माथितिर भन्ने शब्दहरू केही पनि छैन यति यार वाओ स्वर्गै पुगिन्छ क्या माछाला ल वाओ ल लाइक कमेन्ट सेयर गर्नु कतिजनालाई मनपर्छ कोदाको ढेँडो र लोकल कुखुराको मासु है त ल सँगसँगै चाहिँ दोसी कस्तो छ हाँ?